महाराज अब बसेर हामी यज्ञ गरौँ महाराज। हुन्छ गुरुदेव। महाराज हजुर भनिस् हजुरहरू यता बस्नु होला। महाराज हजुर पनि उता बस्नु होला। गुरु शुक्राचार्यले यज्ञ गराउँदै हुनुहुन्छ। राजा बलि आफ्नै श्रीमती धर्मपत्नीसँग यज्ञ गरिराख्नु भएको छ। महाराज अब दीप प्रज्वलन गर्नुहोस् महाराज। हुन्छ गुरुदेव। ओम शुभम भवतु कल्याणम आरोग्यम सुखसंपदं मम दुःख विनाशाय दीपः ज्योतिर्नमोस्तुते। ओम दीपस्तनारायणाय नमो नमः। नर्मदा नदीको तटमा यसरी यज्ञ भइरहेको थियो। त्यही अवस्थामा उता बृहस्पतिको प्रेरणाले वामन भगवान बलि राजाले यज्ञ गरेको ठाउँ खोज्दै खोज्दै आउँदै हुनुहुन्छ। अब यसै गरी कलशको पूजा गर्नुहोला महाराज। ओम देवराजवशंकारे मध्यमाने महोदरु उत्पन्नो शिरदा कुम्भ विद्रुतो विष्णुना स्वयं। ओम कलशस्थ वरुणाय नमो नमः। हातमा कमण्डल छत्र बोकेर यही सम्झेर पूजा गर्नुहोला महाराज। ओम गजाननं भूतगणादिसेवितं कपीठदम्बो फलतारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं। साना बटुकलाई देख्ने बित्तिकै बलि महाराज जुरुक्कै उठ्नुहुन्छ। यस्ता तेजस्वी ब्राह्मण देवता हाम्रो घरमा, अरे हामीले गर्दै गरेको यज्ञमा कहाँबाट आइपुग्नु भएछ? साक्षात भगवान सूर्यको जस्तो तेज भएका यी साना ब्राह्मण देवतालाई म त गएर प्रणाम गर्छु, नमन गर्छु भनेर चाहिँ बलिदेवले नमन गर्दै हुनुहुन्छ। अरे महाराज बलि हेर्नुहोस्, यत्रो यज्ञ भइरहेको छ, हजुर नउठ्नुहोस् महाराज। होइन गुरुदेव, यत्रो यज्ञमा ब्राह्मण बटुकको मेरो यज्ञमा उपस्थिति भएको छ, कसरी नउठ्नु? अरे महाराज बलि हामीले यत्रो यज्ञ गर्दैछौँ, यज्ञमा यदि हजुर उठ्नु भयो भने केही विघ्न बाधा आउन सक्छ महाराज। आउँदैन गुरुदेव, आउँदैन। बरु यी ब्राह्मण कहाँबाट आएको हुन् बुझ्न पाए हुन्थ्यो। हे ब्राह्मण देव। हे राजन बलि, म आज कश्यप र अदितिको पुत्र वामन। यो त्रिलोकमा मेरो आज उपनयन भएको दिन, व्रतबन्ध भएको दिन राजन। म भिक्षाटन गर्दै गर्दै आज तिम्रो यज्ञशालामा आएको छु राजन। हे वामन देवता, हजुर मेरो यज्ञमा आउनु। आज मेरो यज्ञ पवित्र भयो हजुरको आगमनले। हे ब्राह्मण देवता, हे राजन, तिम्रो यज्ञमा म भिक्षाटन गर्दै आएको छु, मलाई भिक्षा देऊ राजन। अरे यत्रो यज्ञमा आएर भिक्षा मात्रै माग्छौ? बलि राजा हो भन न, तिमीलाई के चाहिएको छ? सम्पूर्ण कुराहरू तिम्रै माग गरेर म त्यो पुरा गरिदिनेछु। हे राजा, मलाई सम्पूर्ण कुरा चाहिएको छ। म सन्तोकी ब्राह्मण छु। यदि मलाई तिमी दिन चाहन्छौ भने राजन, मलाई 3 पाउ पृथ्वी देऊ, बस यतिमा म सन्तोष छु राजन। जाबो 3 पाउ के गर्छु? यो 3 पाउले बरु अन्य थोक माग, त्यो म पुरा गर्नेछु। यो 3 पाउमा तिमी के गर्छौ? हे राजा, म सानो, जति सानो बालक छु त्यति नै सन्तोकी हुने राजन। मलाई 3 पाउ भूमि भए, जमिन भए मेरो जीविको चल्छ। मलाई धेरै जमिनको याचना छैन राजन, मलाई 3 पाउ भूमि देऊ। महाराज के भन्दै हुनुहुन्छ? अरे महाराज बलि, हजुर यो के भन्दै हुनुहुन्छ महाराज? होइन, यी साना ब्राह्मणलाई दान दिने कुरा गर्दै हुनुहुन्छ महाराज। यी मलाई हेर्दाखेरि कोही छलिया जस्तो लाग्दैछ महाराज। अरे बलिको यज्ञमा आएको मान्छेलाई कसरी फर्काउनु? त्यही पनि
ब्राह्मण बटुक केही न केही त दिनै पर्छ। 3 पाउ जमिनको याचना गरेका छन्, बरु संकल्प गरौँ गुरुदेव, संकल्प। महाराज बलि यो म कदापि हुन दिन्न, यो कदापि हुन दिन्न म। हे राजन बलि, शीघ्र गर, मलाई विलम्ब भएको छ, अरूतिर पनि जानु छ मैले। हे गुरुदेव, किन कदापि हुन दिँदैनौ? अरे तिमी हाम्रो कुल गुरु हौ, हामीले जे भन्छौँ त्यो मान्नुपर्छ। ठिक छ महाराज बलि, हेर्नुहोस्, यी तिनै विष्णुले छल गरेर ब्राह्मण रूप धारण गरेर आएका हुन्। त्यसकारण हजुरको यो सर्वस्व म हिँड हुन दिन्न महाराज। बलिले वचन दिइसकेको छ गुरुदेव, बलिको वचन फिर्ता हुने छैन, बरु संकल्प गरौँ। अरे ठिक छ महाराज बलि, संकल्प गर छिटो। यदि मैले भनेको मान्नु भने म संकल्प गर्न पनि सक्दिनँ महाराज बलि। अरे त्यसो भए म आफै संकल्प गरिदिन्छु। ठिक छ त्यसै गर्नुहोस्। हे विद्याबलि, पानी लिएर आऊ, जाऊ। ल्याऊ, शीघ्र गर। हे वामन देवता, संकल्प गर्नुहोस्, आरम्भ गर्नुहोस्। विद्याबलि, कोही हातमा पानी हालिदेऊ त। हे विद्याबलि, बस्नुहोस्। हे भगवान, आज तपाईँ मेरो यज्ञमा आएर यज्ञको शोभा बढाइदिनु भएको छ। हे विद्याबलि, खै जल हाल। अरे जल किन झर्दैन? हे देव, के भयो आज? जल किन झर्दैन? के अवरोध भयो? खै एउटा टुक्रो कुसको ल्याउ, विचार गरौँ के रहेछ त आखिर गरे। अरे महाराज बलि, मैले हजुरलाई भन्दै थिएँ, यो संकल्पना गर्नु। आज मेरो आँखा फुटेको छ, आज सर्वस्व हरण हुनेछ महाराज बलि। मैले हजुरलाई श्राप दिएँ, हजुरको सर्वस्व हरण हुनेछ महाराज। हे गुरुदेव, तपाईँले दिएको श्राप स्वीकार छ मलाई। आज त्रिलोकका मालिक धेरै अगाडि आएर याचना गर्दै हुनुहुन्छ भने त्रिलोकका मालिकलाई म दिनका लागि तयार छु। हे विद्याबलि, ल्याऊ जल, संकल्प आरम्भ गरौँ। पानी हाल हातमा। ल हे बलि महाराज, ल संकल्प प्रारम्भ गर्नु। जल लिनु साथमा। ओम वामन रूपाय ब्राह्मणाय इमां त्रीणि पदानि पृथ्वी अहं संप्रददे। यति संकल्प गर्न साथ भगवान वामन विराट रूप धारण गरेर आज आफ्नो स्वरूपमा आउनुभयो। वामन भगवानको जय हो। एक पाउ भूमिले रतल वितल सुतल तलातल आदि लोक नाप्नुभयो। अर्को पाउले भूर्भुव स्व आदि वह सब 7 लोक नापेर अब तेस्रो पाउ नाप्नका लागि भन्दै हुनुहुन्छ। हे बलि, तेस्रो पाउ कहाँ नापौँ मैले? तिमी निकै ठुला कुरा गर्छौ। हे महाराज, हे भगवान, 2 पाउमा हजुरले समस्त ब्रह्माण्ड लिए भने आज यो ब्रह्माण्डको यो धरतीको मालिक म राजा बलि अहिलेसम्म पनि जीवितै छु। मेरो धनलाई तपाईँले नापेर लानुभयो भगवान, तर अहिले म जीवित रहेका कारणले मेरो धन लिएर गए पनि यति भनिदिनुहोस् भगवान, धनवान ठुलो कि धन ठुलो? हे राजन, धनवानै ठुलो। त्यसो भए भगवान, तेस्रो पाउ मेरो शिरमा राखेर नाप्दिनुहोस्। यहीबाट म तपाईँलाई दिएको वचन पुरा गर्न चाहन्छु। हे भगवान, तेस्रो पाउ मेरो शिरमा नापेर म माथि कृपा गर्नुहोस् भनेर वामन भगवानसँग तेस्रो पाउ जमिनका रूपमा आफ्नो शिरै दान दिए आजभोलि महाराजले। र त्रिलोकको सम्पत्ति भगवान वामनले प्राप्त गर्नुभयो र भन्न लाग्नुभयो, वामन भगवान, हे राजन, धन्य छौ तिमी। आज तिमीले त्रिलोकको सम्पत्ति प्रदान गर्यौ। तिम्रो सबै सम्पत्तिहरूलाई मैले हरण गरेको छु। आज तिमीले शिरै दान दिएका छौ मलाई। भन तिमी के चाहन्छौ? अब तिम्रो सर्वस्व त मैले लिएर गएको छु।
जाऊ तिमी गएर सुतल लोकका अधिपति भएर बस्नु राजन। हे भगवान, म माथि यति ठुलो कृपा गर्नुभयो हजुरले, मलाई सुतल लोक दिनुभयो। हे राजन, माग तिमी के वरदान माग्न चाहन्छौ, तिम्रा लागि म वरदान दिन्छु भनेर बामन भगवानले भन्दै हुनुहुन्छ। बलि महाराज भन्नुहुन्छ कि भगवान, मलाई यति मात्र दिनुहोस् कि म जुन लोकमा रहँ त्यो लोकमा जाँदै गर्दा, त्यो लोकबाट बाहिर निक्लिँदै गर्दा पनि हजुरको दर्शन गर्ने सुअवसर मैले प्राप्त गर्न सकूँ। तथास्तु राजन, तिम्रो यही वरदान पूर्ण हुनेछ भनेर बामन भगवानले वरदान दिनुभयो र बलि महाराजलाई सुतल लोक दिनुभयो। सुतल लोकका अधिपति भएर राजा बलिलाई भन्नुभयो कि राजन, तिम्रो सर्वस्व दान मैले लिएको छु। वर्षको 5 दिन जुन यमपञ्चक आउँछ, यो यमपञ्चकका बेलामा तिमीले यो धरतीको राज्य गर्नु राजन भनेर बलि महाराजलाई वामन भगवानले आशीर्वाद दिनुभयो र त्यही दिनबाट बलि महाराजको 5 दिन राज्य हुन्छ यो धरतीमा। र त्यही राज्य भएका बेलामा बलि महाराजले आफ्नो राज्यलाई चाहिँ सञ्चालन गर्नका लागि 5 दिन आफ्ना सैनिकहरूलाई गाउँ गाउँमा नगर नगरमा, है सैनिक हो, जाऊ गएर के दिन्छन् भिक्षा दान अन्न आदिलाई लिएर कसैले सोध्यो तिमीहरू को हौ, किन आएका हौ भनेर बताइदियो भने भनिदिनु कि हामी बलि महाराजका सैनिकहरू हौँ, जसले सिरै दान गरेर यो त्रिलोकको सर्वस्व सम्पत्ति देवताहरूलाई दिनुभयो। तिनै महाराजका सैनिकहरू हौँ, हामी बलि महाराजले पठाएर आएका हौँ, यसर्थ हामीलाई सिधा अन्न के छ सिधा दिनुहोस् भनेर बलि महाराजका सैनिकहरू गाउँ गाउँमा नगर नगरमा 5 दिन यमपञ्चकका बेलामा चाहिँ आज जसले देउसीले सिरै दान दिएर चाहिँ आज यो धरतीमा देवताहरूलाई आफ्नो सम्पत्ति दान गरिदिनु भयो। यस्ता महाराज बलिका हामी सैनिक हौँ भनेर त्यही दिनबाट चाहिँ बलि महाराजका हुकुमले गर्दा गाउँ नगरमा चाहिँ आज देउसी प्रथा आरम्भ भएको छ। आउनुहोस् हामी पनि बलि महाराज र वामन भगवानलाई त्यही राखौँ। 2टा कुर्सीहरू ल्याइदिनु होला र कुर्सीमा राखेर बलि महाराज, विन्ध्यावली र वामन भगवानका अगाडि सबैले देउसीको कार्यक्रमलाई हामी सञ्चालन गर्नेछौँ। भागवत भगवान की जय। ल सबैजना बस्नु होला, देउसी खेल्दैछौँ। हजुरहरूले पनि साथमा साथ दिनुहुनेछ, उठेर खेल्ने नि देउसी त। कर्ता परिवारले पनि ल्याउनु हुँदैछ, सबैले दान गर्नु होला देउसीलाई। आयु हामी देउसी रे खेल्न,